आज हामी सर्भर कसरी सेटअप गर्ने सुरुदेखि भनेर हामीले छलफल गर्न आँटेका छौँ। सुरुमा हामीले एउटा नर्मल विन्डोज 10 इन्स्टल गऱ्यौँ। जसरी हामी नर्मल विन्डोज इन्स्टल गर्छौँ अथवा फर्मेट गर्छौँ त्यसरी नै हामीले एउटा नर्मल विन्डोज अपरेटिङ सिस्टम हाम्रो सिस्टममा इन्स्टल गरेका छौँ। अब यसमा लाग्ने अरू विभिन्न सफ्टवेयरहरू के रहेका छन् र त्यो कहाँबाट डाउनलोड गर्ने, यदि तपाईँसँग आफै आफ्नो हार्ड डिस्क अथवा पेन ड्राइभमा छ भनेदेखि त्यहाँबाट तपाईँले इन्स्टल गर्न सक्नुहुन्छ, अथवा तपाईँले कहाँबाट यो सफ्टवेयरहरू डाउनलोड गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले यो भिडियोमा पनि इन्क्लुड गरेका छौँ। हामीले सुरुमा ब्राउजर खोल्नुपर्छ। ब्राउजर खोलिसकेपछि अब हामीले सर्च गर्नुहोस् कम्टेक ग्रुप भनेर सर्च गर्नुहोस्। त्यसपछि तपाईँले कम्टेक ग्रुपको np.np बेला यो वेबसाइट तपाईँले हेर्न सक्नुहुन्छ र यसमा हामीले क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब यसको होम पेज खुल्छ। हामीले कहाँ जाने त, हाम्रो रिसोर्सेसमा जानु पर्यो। रिसोर्सेसमा गएर डाउनलोड्समा जानु होला। डाउनलोड्समा गइसकेपछि यहाँ हाम्रो डाउनलोडको पेज खुल्छ। अब तपाईसँग कुन डिभाइस छ, यदि तपाईँसँग सुन्डे डिभाइस छ भनेदेखि हामी नेट पोइन्टमा जान्छौँ। यदि तपाईँसँग लिङ्क पिसी डिभाइस छ भने हामी सेयर पिसीमा क्लिक गर्छौँ। अहिले हामीले सुन्डेको लागि गर्छौँ। अब यो नेट पोइन्ट विभिन्न भर्जन छ, कुनै एउटा भर्जनमा क्लिक गरे हुन्छ। अहिले चाहिँ मैले लेटेस्ट भर्जन 2.4.3 मा गएँ। यो डाउनलोड बटन थिचिसकेपछि अब हाम्रो डाउनलोड लिङ्क जेनेरेट हुन्छ। डाउनलोड लिङ्क जेनेरेट गरिसकेपछि हामी डाउनलोडमा प्रेस गरेर त्यसलाई डाउनलोड गर्छौँ। अब हाम्रो यहाँ सफ्टवेयर डाउनलोड भइसक्यो। यसलाई हामी राइट क्लिक गरेर एक्सट्र्याक्ट गर्छौँ। एक्सट्र्याक्ट भइसक्यो हाम्रो। अब यसलाई रन गर्नुभन्दा अगाडि हामीले केही कुराहरू ध्यान दिनुपर्छ। हाम्रो भाइरस प्रोटेक्सन चेक गर्नुपर्छ। त्यसलाई हामीले अफ स्टेटमा राख्नुपर्ने हुन्छ। सो हामीले यसरी अफ गर्न सबैलाई अफ गर्नु पर्यो एक एक गरेर। अफ भइसकेपछि यसलाई मिनिमाइज गर्नुहोस् र यसलाई डबल क्लिक गरेर रन गर्नु होला। रन गरिसकेपछि मोर अप्सनमा जानु होला। अब यतिखेर इफेक्ट भएन हैन, यो मोर अप्सन खुलेन भनेदेखि अब हामीले डिफेन्डर हेर्नु पर्यो। हाम्रो फायरवाल अफ स्टेटमा छ कि अन स्टेटमा छ। सो अहिले हामीले के छ, अन स्टेटमा छ। सो अहिले अब हामी के गर्छौँ, सबैलाई अफ स्टेटमा राख्छौँ। अफ स्टेटमा राखिसकेपछि एप्लाई गरेर ओके गरेर अब हामी फेरि त्यसलाई रन गर्छौँ। अब मोर अप्सन्समा क्लिक गर्नुहोस्, आयो। अब रन एनीवेमा क्लिक गर्नु होला। अब हाम्रो इन्स्टलेसन प्रोसेस स्टार्ट हुन्छ। यसमा हामीले इन्स्टल दिस ड्राइभर एनीवेमा क्लिक गरौँ। हाम्रो यो फेरि दुईचोटि आउँछ इन्स्टल ड्राइभर भनेर। दुईचोटिमा एनीवेमा क्लिक गर्नु पर्यो अनि हाम्रो इन्स्टलेसन सुरु हुन्छ। डु यु वान्ट टु रिस्टार्ट गर्न चाहनुहुन्छ? सो तपाईँले यसमा पनि गर्दा भयो, नोमा पनि गर्दा भयो। तर अहिले चाहिँ हाम्रो अझै धेरै कुराहरू बाँकी रहनु, काम अझै बाँकी भएको कारणले गर्दा, अझै सेटअप हुनुभएको कारणले हामीले अहिले नोमा क्लिक गर्छौँ। अब हाम्रो नेट पोइन्ट यहाँ हेर्न सक्नुहुन्छ आइसक्यो। अब हामी रनमा जान्छौँ।
अब हामी युजर बनाउँछौँ। लोकल युजर म्यानेजर डट एमएससीमा क्लिक गरेर ओपन गर्छौँ। अब अहिले युजर्स छैन, सो हामी नयाँ युजर पनि बनाउन यहाँबाट स्टार्ट गर्छौँ। राइट क्लिक गर्नुहोस्, न्यूमा जानुहोस्। अब यहाँ युजर बनाउनु होला। फर इक्जाम्पल मैले युजर 1 राखेँ, फुल नेममा पनि युजर 1 नै राखेँ, डिस्क्रिप्सनमा खासै पर्दैन, पासवर्डमा पनि युजर 1 नै राखेको छु, कन्फर्म पासवर्डमा पनि युजर 1 नै राखेको छु। अब यसमा के हेर्नुपर्ने कुराहरू हो है, युजरले चेन्ज गर्न पासवर्ड पायो पाइएन, अनि अर्को के छ पासवर्ड एक्सपायर हुने नहुने। सो त्यही भएर हामीले दुईटामा टिक गरेर ओके गर्छौँ। अब हाम्रो एउटा युजर बनिसक्यो। अब यसलाई हामी चेक गर्छौँ। क्लाइन्ट पिसीमा गएर सुन्डेमा गएर हामीले क्लाइन्टहरूमा गएर क्लाइन्टलाई युजर 1बाट लगइन गर्न खोज्छौँ। अब हाम्रो अर्को रहेको छ सेक्युरिटीको। अब युजरले अथवा क्लाइन्ट युजरले लगइन गरेपछि सटडाउन गर्न नपाओस् भनेर हामीले यो युजर पोलिसी हामीले सेट गर्नुपर्ने हुन्छ। जसरी हाम्रो सटडाउन द सिस्टम है, प्रिभेन्ट सटडाउन द सिस्टम, यसलाई हामीले सबैलाई हटाउने एडमिनिस्ट्रेटर बाहेक। अप्लाई गर्नुहोस्, ओके गर्नुहोस्। अब हाम्रो सर्भर रेडी भइसक्यो।